नमस्ते साथीहरू, म अहिले ठ्याक्कै यो इस्ट लन्डन स्टेट एकदमै फेमस है, एकदमै फ्युचरिस्टिक ठाउँ क्यानरी वकमा आएको छु र यो एकदमै अहिले लन्डनमा मात्र नभएर यो वर्ल्ड फेमस छ अहिले र यहाँ यो ठाउँ हेर्नको लागि चाहिँ संसारभरिका मान्छेहरू आउँछन् र यो जुन थम्स रिभरमाथि डिएलआर गुड्ने है, ट्रेनहरू गुड्ने यो रातिको यो भाइब हुन्छ नि, लाइटहरू को रिफ्लेक्सनले गरेर यो ठाउँ हेर्नको लागि चाहिँ मान्छेहरू संसारभरिबाट आउँछन्। यो ठाउँलाई अमेरिकाको न्युयोर्कको म्यानहट्टन पछिको सेकेन्ड म्यानहट्टन, मिनी म्यानहट्टनको रूपमा चिनिन्छ र यो एकदमै पपुलर छ, शान्त छ, आनन्द छ, पिसफुल छ र आर्किटेक्चरको हिसाबले हेर्न सक्नुहुन्छ हजुरले। एकदम विशाल 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 गगनचुम्बी बिल्डिङहरू छन्। यो ठाउँमा हरेक देशबाट टुरिस्टहरू आएर यहाँ भिजिट गरेको पाइन्छ है। अनि यो यहाँ हेर्नुहोस्, यस्तो छ ठाउँ हेर्न सक्नुहुन्छ।